हेलो गाइज काका के छ हामी कहाँ जाँदैछौँ आज हामी आज जाँदैछौँ के अरे फुलबडिया जाँदैछौँ इन्डिया आज हामी घरदेखि चाहिँ इन्डिया जाँदैछौँ गाइज किनभने घरको लागि तेल चिनी साबुन नुन ल्याउन र नेपालमा कति पर्छ त्यही तेल र इन्डियामा कति पर्छ त्यो तेल धेरै फरक हुँदो रहेछ। त्यही भएर आज चाहिँ हामी काका र भतिज शनिबारको दिन आज जाँदैछौँ। अनि गाइजमा चाहिँ लगभग इन्डिया आइसकेको छु, टन्न लिँदैछु। हेर्नु त एकदम ठिक छ गाइज मैले चाहिँ यो चाहिँ 300मा लिएँ। यो चाहिँ अब कस्तो छ पोल छ कि के छ थाहा छैन। यो चाहिँ बुहारीको लागि है बुहारीको लागि भन्दैछ काकाले। यो पोल छ कि के हुन्छ थाहा छैन, कटनको भन्दैछ थाहा छैन। अब ठिक छ एउटा चाहिँ लिएँ थिएन। पाँच 10 किलो। काकाले चाहिँ यहाँ पनि यसो नेपालको चाहिँ राजनीतिक यहाँ पनि दोकानीले सुनाउँदैछ। दादा के छ दादा के भयो गाइज हामी चाहिँ फतेहपुरको बोर्डरमा चाहिँ लिँदैछौँ सामान। चिनी चाहिँ लगभग कति 46 रुपियाँ छ, नेपाली 73 कि 72 भयो। अनि खाने तेल काका कसरी लियौँ हामीले केले गरेर खाने तेल खबर तेल केले गरेर लिटर 1 किलो 170 भनेपछि लगभग कति भयो नेपाली 246 कि 72 ल्याङ्गल 272 रुपियाँ भयो लगभग। नेपाली 272 भयो। हामी चाहिँ 5 केजी लागेको छौँ खुल्लाबाट है। जस नेपालभन्दा अलिकति 2-4 पैसा चाहिँ सस्तै छ। काकी यो चाहिँ बालन शाह का किस्मत खराब नहीं है। सरकार बनाया तेल महंगा तेल महंगा हो गया ना नेपाल में। इधर से 200 ग्राम बेसी छ। यो चाहिँ 200 ग्राम 5 लिटर 9 किलो 600 ग्राम को ना भागा दी 4 किलो 800 ग्राम गार्डन को ना बुझलो 200 ग्राम लगभग कति भयो ज्यादा कति गाइज हामीले चाहिँ लगभग 5 लिटर लागेको। चिनी चाहिँ 5 किलो 46 रुपियाँ भारू। 5 किलो लग्यौँ हामीले 5 किलो काका र मैले। यस नेपालको बोर्डरमै हो। ठ्याक्कै मान्छेहरू चाहिँ आफ्नो दैनिक उपभोग्य सामानहरू लिन चाहिँ प्राय नेपालबाट चाहिँ हामी मान्छेहरू चाहिँ प्राय आइराखेको हुन्छ। गाइज यो चाहिँ 100 रुपियाँ अरे भारू लक्स। यो चाहिँ 105 इला चाहिँ निमा 70 भारू 70। यहाँ चाहिँ के कलो 100 ग्राम मुरु 60 टाका भारू 100 टाका मुरु 60 टाका भारू भेट्यो। इला चाहिँ नेपालको लगभग 20 रुपियाँ गोटा। इला चाहिँ 80 टाका भन्दा 3 पिस 80 टाका 3 पिस 80 रुपियाँ। यो चाहिँ 70 रुपियाँ भारू। हामीले चाहिँ सामान चाहिँ लिइसक्यौँ होइन। 2108 रुपियाँ भयो। काकाको चाहिँ 1800 भयो। हामी चाहिँ अब लगभग लिइसक्यौँ। पछि जानेको कोल हेर्छौँ। त्यसपछि हामी चाहिँ अब सिधै घर जान्छौँ। पानी पनि पर्न आँटेको छ। काका के हामी अब के गर्ने घरतिर लाग्ने हो घरतिर जाने। अब पानी पनि पर्न आँटेको छ कि त्यही भएर हामी चाहिँ अङ्कल धन्यवाद लिइसकेको थियो। हेलमेटै लिनु बिर्सेछु। ल गाइज हामी चाहिँ अब काकाहरू केही लिनु छ लिइसक्नुभयो। अब हामी पनि जान्छौँ गाइज। ल गाइज चाहिँ फाइनल्ली 70 को नेपाल आइपुग्यौँ। 70 को कति भयो फाइनल्ली चाहिँ हामी नेपाल आइपुग्यौँ। बोर्डरमा चाहिँ भिडियो बनाउनु दिँदैन। बोर्डरमा चाहिँ भिडियो बनाउनु दिँदैन। फाइनल्ली गाइज हामी चाहिँ इन्डियाबाट चाहिँ फर्किसक्यौँ। अब चाहिँ हामी घर जाँदैछौँ। सबै सामान लियौँ। काका लिनुभयो नि पैसाको जस नेपालभन्दा अलिकति इन्डिया आयौँ भने सस्तो हुँदो रहेछ क्या। अलिकति
500देखि 1000सम्म चाहिँ छुट हुँदो रहेछ होइन। आउनु होला तपाईँहरू पनि। बोर्डर छेउमा भयो भने त्यति चाहिँ फाइदा हो गाइज होइन। हामी चाहिँ लिइसक्यौँ, लिएर अब हामी घर जाँदैछौँ। अब त्यही हो गाइज। ल आजको ब्लग चाहिँ मिनी ब्लग, सानो ब्लग थियो। बाई बाई गाइज। ल बाई बाई।